नानीभित्र कोठामा चाहिँ हुन्छ जान्छु मलाई चाहिँ सुक्खा तपाईँले के मतलब के भएको त स्कुल पनि जानु मलाई त बोल्दै मन लागेको छैन किन त्यस्तो भयो किन मम्मीले गाली गर्नु भन्दैन मलाई एक हप्ता जति भयो खाना खानु मन लाग्दैन हो रुन पनि मन लाग्छ मलाई एक्लै कसले के गरेर कसरी के भने तिमीलाई केही नराम्रो कुराहरू कसरी के गर्यो कि के गर्दैछ भन्छ नि मलाई पढ्नु पनि मन लाग्दैन मन लाग्दैन है यो नानी सुत्दै छैन आज के भयो यो नानीलाई त जस्तो छ धान स्याहार लाउनु पर्छ पक्कै मैले एउटा माता चिनाएको छु त्यसले भने राम्रो हेरकोच गर्नुहुन्छ माता लाएर हुने हो कि औषधि उपचार गर्न पर्ने हो अब त्यो त मैले के गर्ने निदोरी पाखाइन हस्पिटल लाने कि औषधि उपचार गर्ने कि झारफुकतिर लाने कि अब हजुरहरूले नै मलाई केही सल्लाह दिनु म त केही पनि थाहा छैन नानी मलाई त मलाई त लागु भएको जस्तो छ एकखेर माता राम्रो गर्नुहुन्छ भने हेर्नु गर्नु एकखेर माता हाँस्नु न काइसा भए अझ बोलाउनु न उहाँसँग नि सरसल्लाह गरौँ स्वयंसेविका नानी नि आउनुपर्छ कि उहाँसँग नि सल्लाह गरौँ अनि के कसरी जस्तै पहिलाको जस्तै सामान्य अवस्थामा ल्याउन पाए मलाई अलिक सजिलो हुन्थ्यो छोरी साह्रै बिरामी भई साह्रै पिर भएर मलाई के गर्ने हो गर्न पायो भने चाहिँ सबैजना मिलेर मैले एकचोटि बोलाइदिन्छु